खोटाङ गाउँपालिकाको मान्छेहरू हो र हामी चाहिँ अहिले आज यहाँनिर हाम्रो के मिटिङ थियो त्यही भएर हामी यहाँ आएको थियौँ झिङझिक्तेल र हामी चाहिँ अब रात परेर हामी चाहिँ अब घरको जानुको ठाउँ नसक्ने अवस्थामा भएपछि बाटो खराब भएको कारण हामी अहिले खाना बस्नको लागि होटलतर्फ मोडिनेछौँ। अगाडि हुनुहुन्छ हाम्रा वडाध्यक्षज्यू किरण राईज्यू, त्यसपछि शरद राईज्यू र हेमु राईज्यू, चाहिँ यहाँ मेरो ड्राइभर हुनुहुन्छ सबिन राईज्यू, निनाम सबिन, पछाडि साथीहरू चाहिँ आउँदैछ है, दुईवटा बाइक पछाडि आउँदैछ। यहाँ मेरो ठ्याक्कै अगाडिको सिन भनेको चाहिँ सैनमा कपाल काटेको सिन हो, एकदम राम्रो कपाल काटेको छ, ठ्याक्कै कमल यहाँ यस्तो गर्दा कमल खतिलो देखिन्छ त्यो साइड हान्दाखेरि कमल खतिको जुम्रा हिँड्ने हाइवे रोड हो। जुम्रा हिँड्ने हाइवे मस्त जोक मारा रे या हँस रे हल्कट हँस। तलतिरको मान्छे पनि पुरा राम्रो छ क्या त्यस्तो छ है। नमस्ते सबैजनालाई। हामी चाहिँ हिजो दिक्तेलमा यो शुभम होमस्टेमा बसेका थियौँ। एकदम राम्रो रहेछ है ठाउँ चाहिँ। होटल यता चाहिँ मेन रोड छ, घाम पनि पुरा छिर्दैछ। बिल्डिङ यहाँ चाहिँ विभिन्न खालको सिलाइ बुनाइ कटिङ अर्ग्यानिक कुरा मात्रै सिकाइन्छ अरे। यहाँ चाहिँ तपाईँहरू चाहिने सबिन भाइको चाहिँ यहाँ कहाँ हिँडेको घरै हिँडेको सबिन मामा यहाँ चस्मा गर्दै अब हामी उठिसकेको छु। अब हामी घरतर्फ लाग्नेछौँ। हाम्रो खोटाङ गाउँपालिका ग्याङ स्टुड अब हामी घर हामी चल्दिएको ल अहिले भन्नु न ल साथीहरू हामी गत्राङ गुत्राङ गरेर झरिरहेछौँ। नल्याउट म्युजिक एटिट्युड बहुत रहेछ। हाम्रो मामा पिताई माग्नु रहेछ, पानीले हामी रोक्नु सक्दैन, हामी युवा हो। र अब हामी हिजोको रात बसिएर अब हामी खोटाङ गाउँपालिका चिप्रिङ इन्दिनी पोखरी दुई ठाउँ अनि वाब्लुखाको मान्छे छौँ। हामी आफ्नो घर सरल तरिकाले हिँड्न गइरहेछौँ। सबले मामा दाईहरूले बाइक हुँदैछ। बाइक एक्सट्रिम पो रहेछ। ब्लेड पल्सर 220 FZ के हो पल्सर सबै छ है। यो त एनएस हेलो सैनमा मलाई एकदम गाह्रो भइरहेको छ बाइक गर्नु। वेट होमस्टेबाट चाहिँ रमाइलो भयो, राम्रो अतिथि संस्कार पायो। अब चाहिँ हाम्रो चाहिँ यात्रा चाहिँ आफ्नो गन्तव्य चाहिँ हाम्रो घरसम्म रहेको छ खोटाङ चिप्रिङ। अब हामी सबैजना चाहिँ प्रस्थान गर्न तयारी गरिरहेको छौँ। ल स्टार्ट गर है भाइ। पखर दावा जानु गयो, एकजना गयो, अर्को जानुभयो, तपाईँहरू पनि जानुहोस्। बस्नु यहाँ गयो हामी त घर छोडेर हिँड्यो बाटो होइन। अनि एकदम तपाईँहरूको छैन बाटो पनि दिक्कत जति छ। अनि त्यो रमाइलो छ।
पहिरो र पहिरो खोला नमान्नु डर नपुग्ने माया भुलेर गयो कति खाक्छु खोक्रोमा पाइप लगाइदिनु पर्ने हुन्छ हामी अहिले दिक्कततर्फ जाँदैछौँ होमस्टे चाहिँ अलिकति दिक्क हुन अलिकति पर भएको कारण हामी फेरि अब घर दिक्कततर्फ जानुपर्ने हुन्छ र यो बाटो चाहिँ तपाईँहरूको चखेर भोजपुरतिर जोडिने बाटो है मध्य पहाडी एक राजमार्ग भन्छ तपाईँहरू यहाँदेखि हामी डाइरेक्ट भोजपुर पुग्न सकिन्छ त्यो टाढा हो दिक्तेल जाने यता बाटो हो र हामी चाहिँ यता गयौँ हाम्रो गन्तव्य भनेको यताबाट हामी लाग्ने हो आकाशमा देख्न सक्नुहुन्छ घामले आकाशको बादल छेडेर पुरै तर खाँदैछ रे है दा हेर न घामको पुरै त्यो के भन्छ त्यो पनि छ होइन एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए जिंदगी बदल दी हामी चाहिँ यो मुनिको बाटो आएको हो किनकि यो मान्छेको लाइसेन्स छैन तर उहाँ चाहिँ अपलोड किङ हो अनि त्यही भएर हामी चाहिँ लुकेर आएको यताबाट चेकिङ गर्यो भने थ्याङ्क्स हुन्छ नि त साथीहरू होइन ओभरअल डिटेल बाटो राम्रो रहेछ है केही न के बिरेको बाटो यहाँ नि साझा पाखा एकदम जाडो हुँदो रहेछ होइन ल डिटेल बजारबाट निस्छ कि हामी यो टाउकोलाई लड झ्याटो कस्तो रहेछ अब 10-12 किलोमिटर चाहिँ हाम्रो पिच रोडै छ त्यहाँदेखि उता चाहिँ अफ रोड छ है साथीहरू हिजो मैले भिडियो बनाउन सकिनँ किनकि आउँदाको भिडियो किनकि म आफैले हाँकेर आउनु पऱ्यो त्यही भएर अहिले मैले हाँक्ने मान्छे खोजेको छु एकजना ड्राइभर भाडामा त्यही भएर अब मैले भिडियो बनाउँछु है एउटा दुईवटा तिनवटा घर जोडिएको रहेछ यहाँ चाहिँ यार हामी चाहिँ दिक्तेलबाट लगभग 2-3 किलोमिटर 2-5 किलोमिटर पर आइसक्यौँ होइन अनि यो यता चाहिँ सबै पिचै पिच छ है अलिकति अब कमिसक्यो त्यस्तै हो तर पिच हुन्छ अनि यो भनेको चाहिँ हाम्रो लगभग खोटाङ जिल्लाको यहाँनिर चाहिँ अलिकति पुरानो एयरपोर्ट हो है पुरानो हो है पुरानो एयरपोर्ट रहेछ तल त्यही भएर पनि अलिकति विकास भएको जस्तो लाग्छ यो रोड सेट हेरेर तल एउटा एयरपोर्ट छ तपाईँलाई थाहा छैन होला हाम्रो खोटाङ जिल्लाभरि 3टा एयरपोर्ट छ होइन अनि हाम्रो खोटाङ गाउँपालिकामा एउटा छ अनि यता दिक्तेल रूपाकोट मध्यगढीमा 2टा छ हामी चाहिँ अहिले यो मौसममा हिँडिरहेका छौँ हाम्रो मान्छेहरू पछाडि छ एउटा बाइक अगाडि 2टा बाइक देखिरहेको छ त्यो उहाँहरूलाई पछाडिकोलाई कति बिस्तारै हिँडिरहेको छौँ है त साथीभाइहरू हाम्रो यो अहिलेको एयरपोर्ट चाहिँ है यहाँ तल सक्नुहुन्छ रनवे अलिक पर लामिडाँडा खान्डाँडा एयरपोर्ट यही हो साथीहरू लुक एट दिस हाम्रो ठाउँतिर यता विकसित पनि भएको छ लुक एट दिस बिल्डिङ घर होइन लुक एट द फ्लावर माइ गॉड दामी रहेछ है एयरपोर्ट यस्तो छ है राम्रो हेर्नु है रनवे लिनेर परबाट उहीँ यहाँ उड्ने ठाउँ अपडेट हुनु है हाम्रोमा पनि यस्तो छ नि हामी त फेरि खोटाङहरू त रिच हो नि फेरि हजुर बिग भेरी बिग माइ गॉड इन्जिन गाडीमा लैजान्छु तिमीलाई
इन्जिन गाडीमा हो इन्जिन गाडीमा हो इन्जिन गाडीमा लैजान्छु तिमीलाई इन्जिन गाडीमा हो दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार पानी मुनि 10 पैसा टल्केको 10 पैसा टल्केको है 10 पैसा टल्केको दैव सञ्जोग लैलै फेरि हाम्रो के हो त के भन्छ 10 पैसा टल्केको 10 पैसा टल्केको 10 पैसा टल्केको बहिनी तुमसे ना हो पाएगा हजुरसँग लैलै त्यही भएर पल्केको खोटाङ जिल्ला दिक्तेल बजार ल साथीहरू अब हामी पिछोडलाई माया मार्दै हामी अब आउने बाटोहरू चाहिँ अफ रोड हुन्छ त्यही भएर हामी फिजिकल्ली मेन्टल्ली अलिकति प्रिपेयर भएर अघि बढ्नुपर्ने हुन्छ हाम्रो पिछोड छैन अब पाइनाको पिछोड त पाइनाको स्याहाताको अब कति बाटो सियो कि सियो हिँडेको भनेर सियो कि सियो सियो नो धागो अनि खत्तर पो रहेछ यहाँ त पहिला नि यही खत्तर गाडी घोडाहरू नहुँदाखेरि खच्चर वाज द वे अफ ट्रान्सपोर्टेसन बट अहिले लुक एट देम यसरी नै बस्दैन खच्चर घाँटीमा घन्टी हुन्छ कुर्लुङ हल्न आउँथ्यो खच्चरले पनि हाम्रो चाइल्डहुडको याद दिलायो यार घाँटीमा टुक्क उठिरहेको दिनहरू त्यही भएर हुन्छ अब काम पनि छैन यिनीहरूको काम पनि पाउँदैन यिनीहरूले त पहिला चाहिँ सामान सबै बोक्थ्यो अहिले छैन खच्चर 3टा खच्चर रहेछ अरू खच्चर चाहिँ यहाँ अब हामी लेक छोडेर हामी बेसी तर्फ जाँदैछौँ र बेसीमा चाहिँ अब यस्तै छ सल्लाह देखिरहनु भएको चाहिँ खोला चाहिँ साप्सु खोला हो यहाँ चाहिँ घर मात्रै रहेको छ रहेछ साप्सु खोला रहेको छ पारी यता पुल पुरानो पुल रहेछ बाटो हामीले चाहिँ साप्सुबाट पुल तरिसक्यौँ र अब चाहिँ अब एकको एकमै हो हामी है माथितिरसम्म अब एकको एक जानुपर्छ चिज फर्केर जानु आँटियो अन्त जान्छ होला साप्सु खोला वान अफ द डेडलिएस्ट खोला भन्न सकिन्छ माछाहरू पनि मिठो पाउँछ अरे साप्सु खोलाको अब हाम्रो कतै जानुपर्छ हामी चाहिँ अहिले अब समुद्रको पढिसकेका छौँ गाडी पनि अब छ हामी लगभग अब 2-3 ट्रनिङमा हामी 2-3 ट्रनिङमा निस्किन्छ होला माथि गाउँ हामी सबैभन्दा लास्टमा छौँ हामी सबले छोडेर जानु भइसकेको किनभने हाम्रो बाइक अलिकति कन्डिसनमा रहेन त्यही भएर हामी बिस्तारै सबैले छोडिगयो फाइनली हामी अझै गाउँभित्र घना गाउँभित्र बसिसकेका छौँ स्वेटिङ गरेको बाटोमा हामी लर्खाउँदै कराउँदै हल्लिँदै हिँडिरहेका छौँ बाइकमा यात्रा गरिरहेका छौँ अब
त्यो कुन गाउँ अरे बाटो एकदम खराब छ तर पनि हाम्रो अफरोड अथा तात्यो बाटो अफरोड किङले एकदम अफरोड तरिकाले हाकेर आज अब यहाँ कसरी कटाउँछ अफरोड किङले देख्नुभयो कसरी कटाउँछ वाइ लड यहाँ होइन त यहाँ पनि छैन चिया कहाँ थियो कहाँ हिँडेको कुन स्कुल भाइ जाने जान्छ है भाइ बहिनीहरू कता हिँड्नु भएको कुन स्कुल नमस्ते हामी अगाडि बढी नै रहेका छौँ अब हाम्रो खाजा खाने ठाउँ चाहिँ गुरुङ डाँडा अझै पुग्नु टाढा छ बाँकी हामी निरन्तर यात्रामा गइरहेका छौँ र फाइनली हामी कहाँ आउँछ नि त यहाँ खाजा खाने भनेको थिएन हामी चाहिँ फाइनली गुरुङ डाँडा आइसकेका छौँ राम्रो ठाउँ रहेछ हामी अब खाजा खान थालेका छौँ खाजा खाइ पश्चात हामी फेरि यात्रा गर्नेछौँ हामी चाहिँ अब खाजा खाएर हामी अब आफ्नो बाटो लाग्यो हजुर अब उता पारीको डाँडा पञ्चम होइन उता परको देखेको क्या पञ्चमी अहिले प्ले जान्छ नि ए हो त ऊ त पालिका उता होइन सेतो ए ला लास्ट एक राउन्डै घुम्नु विशेष यार सरी शरीरमा एक भाँडा तातो र अन्डा खाएर अगाडि बढिसकेको छ हामी त घरि नै छस पार्छ हजुर हामी खर खोला आइपुग्यौँ एकदम चटुक्कसँगले चिसो हावा आयो हजुर हाम्रो साथीहरू पारी अब आउनुहुन्छ साथीहरू मामाहरू आउनुहुन्छ यहाँ पुगिसक्यो पारी कता हाल्यो भने दावा बिस्तारै गरी चिप्लिन्छ कस्तो मजाले चिप्लेको कस्तो नमजाले चिप्लिनु पर्ने हिजो मेरो बिग्रेको थिएन होला होइन मेरो चाहिँ यो चाहिँ नयाँ बाटो खनिरहेको रहेछ अनि बाटो खनिँदैछ यहाँ राम्रो बनाउनु हुँदो रहेछ त्यो कुन चाहिँ नगरपालिकाको अनि हजुर हुन्छ ठुलो ढुङ्गा रहेछ के म तिम्रो निम्ति के गर यहाँ चाहिँ हाम्रो रोड ब्लक गरिदिएको छ उसले तर हिँड के खैनी खाँदै क्या तू समझा हाँ नहीं तू समझा नहीं यो लक रहेछ यहाँ बिस्तारै यो यिनीहरूको उमा भल्दैन क्या अलिक स्पिड बनायो होइन छोड्यो तँ उकालो कट्नु थियो त्यो डेन्जर हुन्छ नि फेरि कटोस् ग्याप नेपाली ड्राइभर छ हामी अगाडि बढिरहेका छौँ अब हामी पञ्चमी भन्ने ठाउँ पुग्नै आँट्यौँ त्यहाँ पञ्चमी पुगिसकेपछि हामी फेरि अझै जानुपर्छ फेरि हाम्रो ठाउँ गाउँ जानुपर्छ गाउँ गएपछि रेस्ट गर्नुपर्छ रेस्ट गरिसकेपछि हाम्रो अरू कामको लागि हामी अगाडि बढ्नुपर्छ हामी चिप्लिङको सम्म हो होइन हो हामी चाहिँ फाइनली पञ्चमी भन्ने ठाउँ आइपुगेछौँ पञ्चमी यताबाट चाहिँ हामी गाडी पनि जान सक्छौँ है टिकट बजारमा र हामी अहिले दिप्लुङ चिचुमा गाउँपालिका वातिखो भन्ने ठाउँ आइपुगेछौँ र हाम्रो यात्रा अझै कायमै छ हामी अब 45 मिनट हामी गाउँ पुग्छौँ यहाँनिर मामा खनी खानु हुँदैछ है साथी हो हाम्रो गाउँ देख्नु थाल्यो परको
पारीको सबै काम हाम्रो हो है। सबै तल हाम्रो मामाहरू अगाडि जानुहुँदैछ, हामी उहाँहरूलाई पछ्याइरहेका छौँ। मेरो ड्राइभर चाहिँ मैले मगाएको ड्राइभर हो, आजको दिनको तनखा दिएर। अहिलेसम्म राम्रै हाँकिरहेछ। हर्न बजाऊ भाइ होइन, यहाँनिर उठ्यो क्या त्यही खानुहोस् नि त। र हामीले अब गाउँसाउँ सबै कटेर अब हामी चाहिँ जङ्गलतर्फ लाग्नेछौँ। जङ्गलतर्फ चाहिँ अब जङ्गलको बाटो हुँदै 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 गएर हामी चाहिँ खोला तरेपछि हाम्रो गाउँ ठक्क क्रस हुन्छ। अनि हामी यो दिपुङ चुइचुङमा गाउँपालिका हामीले छोडेर हाम्रो खोटियाङ गाउँपालिकामा प्रवेश गर्नेछौँ। खोटाङ र दिपुङ चुइचुङमाको बोर्डर भनेको चाहिँ हाम्रो टुवा हो, बुझिस्यो। एकदम डेन्जर बाटो छ। अब हामी कताबाट जाने भन्ने प्रश्नमा दावाले घुम्नु गरेको छ। गयो यसो ट्याङ्की छुइसक्यो, अब पनि छुन्छ होला भनेको नि छुयो हजुर। यहाँ अनि अगाडि देख्न सक्नुहुन्छ लकडी। अहिले चाहिँ लकडीले यो बाटो पनि बिगारेको हो। यो लकडीहरू लोड गरेर लग्छ कलतिर। मान्छेहरूले अब इन्कमको लागि त गर्नु पऱ्यो नि, लकडी बेचेर पनि मान्छेहरूले गरिरहेछ। यहाँ अहिले पनि देख्नु सक्नुहुन्छ लकडी नै लकडी छ है। यो चाहिँ अब मान्छेले आफ्नो जीविका पालन गर्नुको लागि हामीसँग पैसा देख्नु सक्नुहुन्छ पछाडि। जीविका पालन गर्ने एउटा राम्रो माध्यम पनि हो यो रुखसुख काटेर होइन। अब रुख काट्नु पऱ्यो अनि अब त्यसलाई लकडी बनाएर बेच्दाखेरि राम्रै इन्कम आउँछ। तथापि पनि जसरी यो रुख काट्ने क्रम बढ्दो छ, त्यस्तै कारण क्रम चाहिँ अब रुख रोप्ने क्रम पनि बढ्नुपर्ने हुन्छ है साथीहरू। अझै यहाँ र फाइनली हाम्रो मामा उधिसक्नु भएको छ। हिजो कपाल काटेर हिरो देखिरहेछ। अनि अब च्याउ देख्नु भएको छ अरे, च्याउ टिप्ने अरे। च्याउ चाहिँ मैले देखेको छुइनँ, खोइ कता छ च्याउ। अन्त हामी चाहिँ अहिले च्याउ हन्टिङमा छौँ है साथीभाइहरू, च्याउ हन्टिङमा छौँ। खोइ आउँदैछु। हामी चाहिँ दार्शनिक मिडियाबाट हो। यो हो च्याउ, कुन च्याउ हो? पहिला च्याउ हो यो, जहाँ 20 साल च्याउ त होइन नि। ल अन्त च्याउ टिप्ने अरे, एउटा दुईवटा केमा बोक्ने भन्यो टेन्सन छ त झोला तर कुचिन्छ होला है। झोला सर हेर्नु सक्नुहुन्छ ठुला च्याउ रहेछ। च्याउ त्यसरी फल्दो रहेछ। पनि अर्ग्यानिक हो है साथीहरू, विषालु च्याउ होइन, अर्ग्यानिक नै हो। अब सजनामा च्याउ टिप्नु हुँदैछ, यति भइसकेको छ। च्याउ टिप्नु आएकोमा एक छाक बनाइसक्यो दावाले। सजनामा एकदम च्याउ टिपिराख्नु भएको छ। दोबेला च्याउ रे। कस्तो हुन्छ मामा यसको टेस्ट? मिठो हुन्छ? मिठो केसँग खाने यो? आलुसँग? यहाँ मात्रै अब छैन गएर। फेरि कटुस घारीमा रहेछौँ हामी चाहिँ। कटुस त छैन होला अब त है। कटुस होइन, कटुसभित्र हुन्छ यो, यस्तो हुन्छ कटुसको ऊ चाहिँ, यसभित्र हुन्छ कटुस साथीहरू। सहीमा मेरो टिपिसक्नु भएछ। अनि उहाँको झोला चाहिँ यस्तो छ। च्याउको लागि चाहिँ पनि गरिदिनु नि, आफ्नो चट पनि फोहोर बनाइदिनु नि। खोज्नै बाँकी छ। अझै कहाँ खोज्ने? के खोज्ने? च्याउ अझै घर जाँदामा अझै छोड्यो नि त त्यो एक दुईवटा त यार, अर्कोचोटि फलोस् न। सबै टिप्ने अब यहाँ झरेको फल्छ त। ल सहीमाले दामी छ। च्याउ हन्टिङ पनि गरियो। अब त कहाँ पाउनु छैन होला अब पाइनाको। हिजो त्यो बाटो हामी आएको, त्यो बाटोबाट यो मान्छेले च्याउ यहाँ देखेको क्या यस्तोमा कालोमा पनि। भनेपछि यो मान्छे त च्याउको लागि त जे पनि गर्दो रहेछ भन्ने बुझ्यो नि त यहाँबाट। हाम्रो मा पनि च्याउको लागि गर्नु रहेछ, च्याउ टिप्नु पनि मा पनि तयार।
च्याउ समझदार छ ल मामा त ठ्याक्कै रुके जस्तो रहेछ त ज्याकेट कम्ब्याट थाहा पाउँदैन यार मामाले पनि गोली खोलेर हालिसक्नु भएको छ कृपया यहाँ देखि सक्नुहुन्छ अर्को मामा एक झोला बनाइसक्यो चट बनाइसक्यो अझै खोज्दै ए छोड्देऊ न मसरुम हन्टिङ हुँदैछ यहाँ हामी मसरुम हन्टिङ दिउ खोलामा के पाउँछ यहाँ चाहिँ गोजीमा हाल्नुहुँदैछ च्याउ मामा गोजीमा 50-50 बाट्ने एउटा मामाहरू दुईजना मामाहरूले सबै टिपेर हाल्दैछ दा मामाले लुटे मामा दिँदैन तिमीलाई अब के खान्छौ के खान्छौ कमला सुन्तला कि अमला हामी च्याउ टिपिसकेर हामी अगाडि बढ्दैछौँ हामी यहाँनिर छोरी मामाहरूलाई हामी यहाँ चाहिँ तल गएर रथ लगाइसकेको छ यहाँ पर पनि चिया पाउँछ के यहाँ पनि एउटा मुरा छ क्या मुढामा फल्छ यो पट्टे च्याउ भने त पाउँछ पाउँदैन हो त आउँदैन छैन टिप्छ के छैन भने चाहिँ अहिले यो पनि लग्ने कहाँ भरि ठुलो हुन्छ क्या पानी भिजेपछि ठुलो हुन्छ क्या यहाँ पनि छ एउटा खच्चाक हटाउ त च्याउ टिप्दै टिप्दै ल च्याउ हन्टिङमा मेरो चाहिँ हाम्रो डुवापोला भनेको पुरानो परको त्यहीँबाट तर्छौँ हामी यहाँ पनि एउटा पुल सानो पुल दुईवटा पुल छ अब हामी केही बेरमा हामी कोट्याङ गाउँपालिका पुग्छौँ छिर्नेछौँ यो वारी हामी टिप्लुङ चुचुङमा गाउँपालिका हो भने वारी चाहिँ हाम्रो कोट्याङ गाउँपालिका हो कोट्याङ गाउँपालिकाको 5 नम्बरको अध्यक्ष नै हामीसँग हुनुहुन्छ हामी 5 नम्बर हो बोर्डर हाम्रो बोर्डरलास हुन्छ मामाले वडा अध्यक्ष हुन्छ उहाँको वडा हो यो चाहिँ र हामीले अहिले टिप्लुङ चुचुङमा गाउँपालिका छोडेर हामी चाहिँ भुटाङ गाउँपालिका प्रस्थान गरिसकेका छौँ र भुटाङमा यो चाहिँ जाने मान्छेहरूलाई भ्रमण गरिदिनु भएकोमा धन्यवाद भन्ने र हामी चाहिँ आफ्नो भुटाङ गाउँपालिका प्रस्थान गरिसकेका छौँ ए अनि भुटाङ गाउँपालिका छिरिसकेका छौँ र फाइनली हामी चाहिँ आफ्नो गाउँ भुटाङ गाउँपालिका प्रस्थान भइसकेको छ र हाम्रो यो गाउँ पनि हो हाम्रो वडा 5 नम्बर चिप्रिङ वडा चिप्रिङवासी हो हामी चिप्रिङवासी सक्छ त कसैले सक्दैन नि सक्छ त कसैले सक्दैन नि अहिलेको त बाटोमा त्यो मोटर बाइक आएको नि त्यताबाट जाने हो दिउँ चाहिँ रोड हो त ए यहाँ पारी होइन दिउँ देखेको त भनेको हजुर हो हजुर भलिबल ग्राउन्ड छ यो बल्छीको भलिबल ग्राउन्ड हो मैदान बनाएका छन् हामी पारीबाट आएको है साथीहरू पारीको डाँडो दिउँ भयो त्यही रोड आएको हामी अहिले वारी आइसक्यो पारीबाट पनि देखाएँ मैले वारीबाट पनि देखाइसकेँ तपाईँहरू
अहिले बल्छे भन्ने ठाउँमा आइपुगेको छौँ। हाम्रो चिप्रिङ श्री सप्तकन्या माध्यमिक विद्यालय देख्न सक्छौँ। साथै यो आकर्षक घरहरू पनि देख्न सक्छौँ। सोलर बलर सब जोडिया छ। मौरी पालन पनि देख्न सक्नुहुन्छ। र हाम्रो स्कुल त लागिरहेको रहेछ। आज कार्यक्रम पो रहेछ। सलेम मामा वाट्सअप हेलो भने खै हेलो